हामी अक्सर दुखी हुने 3 मुख्य कारणहरू। पहिलो, आफूले आफूलाई अरूसँग कम्पेयर गर्ने बानी के। तपाईँले चाहिँ अरूसँग कम्पेयर गर्नुहुन्छ आफूलाई अथवा अरूको देखासेखी गर्नुहुन्छ। फल्नाले त यति अचिभ गरिसक्यो है, यति गरिसक्यो, मैले चाहिँ केही गर्न सकेको छैन होइन। किन त्यसरी कम्पेयर गर्नुहुन्छ? तपाईँको सङ्घर्षको कहानी र उसको सङ्घर्षको कहानी फरक हुनसक्छ। फर एक्जाम्पल, कसैको चाहिँ फल्नाको चाहिँ बुवा आमा चाहिँ सम्पन्न हुनुहुन्छ, उसले आफै कमाउँछ र उसले आफ्नो लागि जोड्छ होइन। भने तपाईँको सङ्घर्षमा चाहिँ तपाईँले आफ्नो बुवा आमालाई पनि हेर्नु पर्यो र आफूलाई पनि हेर्नु पर्यो भने तपाईँको सङ्घर्षको पाटो नै फरक भयो। त्यसैले उसँग आफूलाई दाँजेर हुँदैन। आफूले आफ्नो कामको एप्रिसिएसन गर्नुहोस् होइन, एप्रिसिएट गर्न सिक्नुहोस् होइन। आफ्नो सफलतामा आफूलाई एप्रिसिएट गर्न सिक्नुहोस्। कम्पेयर गर्नु नै छ भने पहिलेको आफू र अहिलेको आफूमा आफूलाई नै कम्पेयर गर्नुहोस्, अरूसँग कम्पेयर गर्न छोडिदिनुहोस्। यो चाहिँ मुख्य कारण हो दुखी हुने। हामी दुखी हुने फल्नाको हेरेर हामी दुखी हुन्छौँ। छिमेकीले एउटा 2टा कार किन्यो भने हामीसँग एउटा कार छँदैछ, हामीलाई युज गर्न भइरहेछ, प्रयोग गर्न मजाले चलिरहेछ भने छिमेकीले 2टा कार किन्यो भने ओहो छिमेकीको त 2टा कार छ, मेरो त जम्मा एउटा छ, दुखी हुन्छौँ कि त्यहीँबाट कम्पेरिजन सुरु भयो। फल्नाको छ, मेरो छैन। आफूलाई आफूले एप्रिसिएट गर्न सिक्नुहोस्। एउटा कार किन्न सक्ने क्षमता आफूले बनाउनु भयो भने तपाईँले धेरै कुरा एचिभ गरिसक्नु भयो। त्यसैले आफ्नो सफलता आफूले नै एप्रिसिएट गर्न सिक्नुहोस्, अरूसँग कम्पेयर गर्न छोडिदिनुहोस्। नम्बर 2मा छ अरूको आश गर्ने बानी के। धेरै आश गर्ने, एक्सपेक्टेसन धेरै नै राख्ने के, हदभन्दा पनि धेरै। सर्टेन एक्सपेक्टेसन त मान्छेबाट हरेक मान्छेमा हुन्छ नै, तर धेरै आश राख्ने के। उसले यसो गर्दै हुन्थ्यो तर आफू चाहिँ नगर्ने, आफूले अरूको लागि नगरिदिने तर अरूले गरोस् भन्ने मात्रै आश राख्यो भने हामी दुखी हुन्छौँ। एक्सपेक्टेसन राख्न छोडिदिनुहोस्, तपाईँ सुखी हुनेतर्फ लाग्नुहुन्छ। नम्बर 3मा छ कल्पनामा मात्रै डुब्ने, सपना मात्रै देख्ने तर कामको इनिसिएसन भने नगर्ने, काम गर्नै नखोज्ने, अल्छी, सपनामा मात्रै डुब्ने। फर एक्जाम्पल, उसलाई जब चाहिएको छ, उसलाई पैसा चाहिएको छ तर उसले भ्याकेन्सी पनि अप्लाई गरेको छैन। तर ऊ सपना के देख्छ, मैले जब गरेँ भने पैसा यति पाउँछु, जबबाट यति पैसा पाउँछु अथवा आफ्नो व्यापारबाट यति पैसा पाउँछु, यो पैसा पाइसकेपछि चाहिँ मेरो बुबा आमाको लागि अरूको लागि यस्तो गर्छु, घुम्न जान्छु, ह्यान त्यान सबै सोची भ्याउने तर भ्याकेन्सी भने अप्लाई नगर्ने। पहिला भ्याकेन्सी अप्लाई गरेपछि मात्रै इन्टरभ्यूमा जानु पर्यो, जब पाइन्छ त्यसपछि बल्ल हुन्छ। इनिसिएट नै गर्न नजान्ने कि, त्यो भयो भने आफ्नो सपना अनुसार त्यो पुरा हुन सक्दैन। पुरा नभएपछि ओहो मैले केही गर्न सकिनँ भन्ने अनि दुखी भएर बस्ने। यदि त्यो गर्नुभएको छ भने छोडिदिनुहोस्, कर्म गर्नुहोस्, फल आफै पछाडि आइहाल्छ। थ्याङ्क यू सो मच।